के छ दाइ? ठीक छ भाइ। ओके हाँस्दैन केटी ल। हेलो अनि नमस्ते सबैमा, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु है। हिजो एकदम बिरामी भएको थिएँ, राति ज्वरो सोरो आएर औषधि पनि खाइहालेँ मैले बिहान। सरी हिजो बेलुका खाएको थिएँ, हल्का ठिक भएको छ। बाइक एकदम फोहोर भएको छ, हिजो बेलुका पनि पानी परेको थियो। अनि केटो चाहिँ अब घर जाने कुरा छ, आज बेलुका घर जानु भन्दैछ। अब यसको टिकट काट्नुलाई हामी निस्किरहेको छौँ होइन। के गर्नु, जानै पर्यो, छोडी जानै पर्यो। केटा हुँदाखेरि धेरै रमाइलो भएको थियो, यताउता हिँड्नुलाई होइन, घुम्नुलाई मजा आउँछ, एकदम रमाइलो छ केटो होइन। अब यसलाई बसको टिकट काट्न जाउँ अनि बाइकलाई त्यही गर्नुपर्छ। यो चाहिँ मेरो अर्को बाइक हो, यो पनि फेरि दामी कुद्छ है। बसन्ती हो फेरि, बसन्ती। यो चाहिँ के भन्ने यसलाई फुलकुमारी भन्नु होला। सो केही छैन, अब चाहिँ हामी निस्किन लागेको छौँ यसको टिकट काट्नुलाई। अझै मलाई रुगा लागि नै रहेछ टिकट काट्नु सुरुमा। त्यसपछि कति टाइममा गाडी जान्छ फिक्स गरेर चिया जान्छौँ अनि बाइक साइक घुम्नु जान्छौँ होइन। बाइकको के कस्तो हुन्छ हेर्दै गर्नु होला। के कसो केटा? एकदम कस्तो लागिरहेको छ? घर जानु पाउँदाखेरि खुसी लागिरहेछ? अति छ अति छ ल। गाइजहरू के छ हेर्दै गर्नु होला। हामी चाहिँ अब घरदेखि निस्किसक्यौँ। अब हामी चाहिँ हाइवेतिर लाग्दैछौँ। अब टिकट काट्नु पऱ्यो नि, अब के गर्नु होइन। अब दिनै यतै मात्रै बसेर पनि हुँदैन, अब घरतिर पनि जानुपर्छ। अब घरको यसो कामकाजहरू यसो भ्याउनु पऱ्यो। अब हामीले राइडरले लग्दैछ। अब हामी पुगेर यसो के कस्तो हुन्छ, अब कति पर्छ होइन। राम्रोसँग त्यस्तो झ्याल बिस्कुटहरू यस्तो होइन, भित्र बस्दाखेरि हुन्छ। अलिक झ्यालतिर बस्यो भने चाहिँ अलिक मजा हुन्छ। त्यही हो, सिनहरू हेर्दै जानुपर्छ नि त मलाई। बाँकी कुरा पुगेर ल अहिले चाहिँ हामी यता आइसकेको छौँ टिकट काट्नुलाई, साथीको टिकट काट्नुलाई। हाम्रो यहाँ दाइकोमा के छ दाइ? ठिक छ भाइ। विराट एयर बस होइन त? हजुर, काठमाडौँ काँकरभिट्टा, काठमाडौँ धरान हाम्रो गाडी जान्छ। सेवा सुविधा, वाइफाई, सोफा सिट, ओके सुविधा भएको गाडी छ। सोफा अहिलेको लेटेस्ट। हाम्रो गाडी कति बजी जान्छ यहाँबाट? सरी काठमाडौँबाट? काठमाडौँबाट काँकरभिट्टाको 3 बजी, कलङ्कीबाट हजुर धरानको 4:30 बजी। 4:30 बजे? हजुर। ल यहाँ साथीको टिकट बुक गर्न आइदिएछु। यो दाइको लोकेसन चाहिँ ठ्याक्कै यो कलङ्की पुलको अपोजिटमा छ है। यहाँ ठ्याक्कै विराट एयर बस, सानो ठाउँ छ है होइन। ठ्याक्कै आउनु पऱ्यो केटाहरू है त। ल बाइक यहाँ छ होइन दाइ? हाम्रो दाइको कन्ट्याक्ट नम्बर पनि भनिदिनु ल त, अब यसो साथीभाइ आयो भने। मेरो कन्ट्याक्ट नम्बर 9841448939 अनि वाट्सएप नम्बर छ 98037 ओके दाइ। ल यहाँ टिकट काट्ने काम भइरहेछ। टिकट काटौँ, त्यसपछि हामी बाहिर जान्छौँ एकछिन होइन। टिकट बुक भइरहेछ। ल है त हेर्दै गर्नु होला। ल हाम्रो यहाँ दाइले एकदम मिलाएर डिस्काउन्ट छ है। गाइजहरू पनि लान्छ है त। हिजो कि धरान यसो काँकरभिट्टा यसो जानु पऱ्यो भने यहाँनिर हाम्रो विराट एयर बस हेर है, कम्म गर्नु होला है त। अब हामी यहाँबाट निस्किन्छौँ, टिकट बुक भइसकेको छ। साथीले पेमेन्ट गर्दैछ। ल दाइ थ्याङ्क यू सो मच है त। ल ल अब हामी यहाँबाट निस्किन्छौँ है त, हेर्दै गर्नु होला के कस्तो कुराहरू हुन्छ होइन। अब चाहिँ सुरुमा म बाइक धुन जानुपर्ने हुन्छ, बाइक एकदम फोहोर भएको छ। बाइक धुँदैछौँ है, बाइकबाट त्यही गरेर गरौँ ल, हेर्दै गर्नु होला। त्यहाँबाट छिट हानिरहेको छ यार मामाले, छिट हानिरहेको छ यार, गाह्रो। ल अब निस्क्यो होइन त, कस्तो लाग्यो त तँलाई? मजा अब जाँदा पनि सजा हुन्छ नि त। ल अब चाहिँ यहाँ यसो मोटर दाइ अलिकति बिजी हुनुहुन्छ, बाइक धुनु आएको छु होइन। बाइक साइक धुनु पऱ्यो, त्यसपछि अब चिनीको प्याकिङ गरेर चिनीलाई अब पठाउनु पऱ्यो। त्यसको गाडी चाहिँ 4:30 बजे बेलुका निस्किन्छ अरे होइन। बाइक यस्तो काठमाडौँको वेदर एकदम प्रभाव छ क्या। कतिखेर पानी पर्छ, कतिखेर के हुन्छ थाहै हुँदैन होइन। अहिले यस्तो धुनमा भइरहेको छ, किन पानी पर्छ होला मेबी। सो बाइक साइक अलिकति धुन्छु म, आफै धुन्छु होला मेबी होइन। किनभने दाइ अलिकति दिन्छ, आफै धेरै हुन्छ हुनु चाहिँ होइन। केही छैन, बाइक धुम, त्यसपछि बाइकतिर गराउँला है त, हेर्दै गर्नु होला। चिनी चाहिँ यहाँ बसिरहेको छ। चिया नखाने त? चिया नखाने? यहाँ भर्खर ब्रस गरेकै भरे फेरि टेस्टै आउँदैन मिठो। ल के छ दाइ? अल गुड?
ओके भोलि जाँदैछ अनि हामी चाहिँ किन यता क्याफेतिर आएको छौँ केटालाई ट्रिट दिनकै भइरहेछ अटी नटी भएको छ होइन त्यही पनि मलाई मोटो बनाउन लागिसक्यो म अगाएर दिनै अगाएर अब म दुब्लो भने म डाइटमा छु यसलाई अब म टाएर हप्सी बनाउनु पर्ने भएर गाला पुक्क पुक्क हुने आँटेको केही छैन बाइक पर धुपिदिएको छु एकछिन होइन यहाँ अब बसेर केही खान्छौँ त्यसपछि भनेको बाँकी कुरा हुँदै गर्छ है त हेर्दै गर्नु होला अब अफिस पनि खोल्नु पाएन 3 दिन भयो चिनी आएदेखि म यसको कामले गर्दाखेरि बिजी भयो अहिले कति दिन भयो म आएको 3 दिन भइसक्यो त केटा 3 दिनमा हेर्दा अफिस पनि खोल्नु पाएन तैँले गर्दा भन्नु मिलेन अब तेरो पनि टाइम दिनु पऱ्यो त केही छैन यस्तै हुन्छ कोही बेला साथी भएर आउँदाखेरि सो हेर्दै गर्नु होला सो हामी क्याफेबाट निस्किसक्यौँ अब जान्छ माया लागिरहेछ मलाई एकदम माया लागिरहेछ के छैन सकेको थाहा भएन है त्यो त त्यो चाहिँ एकजना दिदीहरू बेच्न लिएर आउनु भइरहेको थियो होइन अनि उहाँहरू लिइदिएको उनीहरूलाई देखाउनु चाहिँ मन लागेन मलाई किनभने होइन सबैले बिजनेस आफ्नो घर पाल्नुलाई होइन घर किन्नुलाई गरेको हुँदैन होइन कसैले आफ्नो पेट पाल्नु पनि गरेको हुन्छ त्यो सबै कुरा देखाउनु पर्छ भन्ने पनि छैन त्यसमा मैले एउटा लिइदिएँ है अराउन्ड 150 रुपिस भन्दै हुन्थ्यो मैले 150 दिइदिएँ होइन छ नि त मसँग अलिअलि त त्यो केही छैन अब हेर म जाँदैछु बाइक वास गर्ने ठाउँमा त्यसपछि हामी निस्किन्छ घरको लागि होइन बाइकबाट के हुन्छ हेर्दै गर्नु होला कस्तो चिनी एकदम गुड सपोर्ट चाहिँ गरिराख्नु होला अब म अब हुँदैन मेरो साथीहरू जो भए पनि सब्सक्राइब गर्दै गर्नु होला सपोर्ट गर्नुपर्छ त्यही भएर अब हेर्नु पनि नछोड्नु होला त्यही भन्न चाहन्छु ओके ल हाम्रो बाइक पनि वास भएर दामी भइसकेको छ होइन अहिलेको चेनमा अलिकति मोबाइल सुबिल हाल्नुपर्छ चेन लुप गर्नु पऱ्यो बाइक क्लिन टप नच क्लिन थ्याङ्क यू सो मच हाम्रो मोटो दाइलाई होइन चिनेर उहाँ घर निस्किन्छौँ बाइक दामी भइसकेको छ ल के गर्नु यता काठमाडौँ वेदर यस्तै छ क्या गरिएर पानी पनि थाहै हुँदैन होइन फोहोर भइहाल्छ फेरि यसको फेरि पानी सिधै यहाँ छेपिन्छ यहाँ पुरै फोहोर भइहाल्छ होइन के छैन अलिक क्लिन भएको छ हामी निस्किन्छौँ घरको लागि बाइकबाट के हुन्छ हेर्दै गर्नु होला यता केटा पनि रेडी हुँदैछ घर जानुलाई एकदम यहाँ भर्खरै एउटा काममा गर्दाखेरि बिजी भएर एकदम पसिनो भएको छ होइन हतार घर आएर अब केटालाई चाहिँ पठाउनु लाग्छु होइन अहिले नै क्याफेबाट अघि नै आइसकेको थियो होइन अनि एउटा कामले गर्दाखेरि हामी बाहिर जानु परेको थियो कामले यस्तो डेन्जर पसिना आयो त्यो एकदम भारी सामान थियो होइन अब केटा रेडी हुँदैछ यसको 4:30 बजे गाडी भन्दै थियो तर अझै ढिलो भइसक्यो अब निस्किन्छौँ यो कसो केटा एकदम नेपाली टाइम हो नि नेपाल टाइममा हिँड्छौँ ल त्यो जुत्ता सुत्ता लगाएर अब हामी निस्किन्छौँ एकदम बिजी भयो म आज केही छैन केटा जान्छ राम्रोसँग एकदम रमाइलो पलहरू थियो केटासँग गर्ने क्या ल ल अब निस्किन्छौँ गाडीमा छोड्छु त्यहाँ भिडियो बनाउँदिनँ होला म मेबी हेरौँ के हुन्छ त्यसपछि म सिधै जान्छु बाउको कामको लागि नै गाह्रो छ आज ल मैले केटालाई अब गाडी भाटामा छोडिदिइसकेको छु राम्रोसँग जा होइन अङ्क ल केटा ल गुड नाइट राम्रोसँग पुगेपछि कल गर न कतिको दुःखमा लागिरहेको नराम्रो त्यहाँदेखि नै किन त्यो गाउन्ड त्यो त म त्यहाँ काममा जानुपर्ने छ ल म निस्केँ है त ल राम्रोसँग ल गुड नाइट ब्रदर ओके आँख्दैन केटी ल घरबाट स्टार्ट भएको भ्लग घरमै इन गरिरहेको छु मैले होइन कपडा एकदम फोहोर भएको छ चिनी पनि गइसकेको छ आज गाडीमा लकडाहरू भ्लगमा आएको ल तिमीहरूको मुख नदेखाउ त्यसरी सिम्पल जस्ट सिम्पल हो ल आउनुहोस् अलि आउनुहोस् बताएर पनि भ्लगमा आउने अरे ल केही छैन सो अरे चिनी गइसक्यो होइन चिनीलाई बस चढाइसकेँ अब चाहिँ एकछिन रेस्ट गर्नुपर्ने हुन्छ यहाँ भाइहरू हेरिरहेछ तिमीहरू सबैको नाम भन्दै नि त के गरे आऊ ल ल My name is Sardis. सर्दिस ल बहिनी आऊ साइना My name is Samar. ओके My name is Sayan. सायन ल केही छैन भाइहरू है अब एकछिन रेस्ट गरौँ होइन अब बाइकतिर त्यस्तो केही पनि हुँदैन अनि अब भ्लग यति एन्ड गर्छु म आजको चाहिँ किनभने एकदम थकी भएको कामहरूले गर्दाखेरि साथीलाई पनि छोडिसकेँ अलिकति कस्तो माया लागेको छ जाँदाखेरि चाहिँ सो केही छैन गाइज
भोलिदेखि राम्रो नराम्रो भ्लगहरू आइहाल्छ होइन, हेर्दै गर्नु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्दै गर्नु होला। भोलिदेखि अझै राम्रो भ्लगहरू बन्दै जान्छ, सब्सक्राइब चाहिँ गर्दै गर्नु होला।